हेलो गाइज, आज चाहिँ हेर्नुहोस् त मेरो मम्मीले सफा गरिरहनु भएको छ अनि म चाहिँ यहाँ सहयोग गरिरहेको छु। मैले यहाँ के भन्छ नि हेर्नु त यहाँ छत सफा गरेर मम्मीले छत सफा गरेर हेर्नु न यहाँ। अनि मेरो भाइ महाराजज्यूले चाहिँ के खेलिरहनु भएको भने पानी हल देखाइदिन्छु है त म। यता आउनुहोस् त बाबु, बस्नुहोस् त, बस्नुहोस् न, बस्नुहोस् न। कति अल्छी हुनु बाबु, यसरी पुरै बस्नुहोस् न। हेर्नुहोस् त यहाँ पानीमा बसिरहनु भएको छ मेरो बाबु। अनि यहाँ पुरै होला नदेख्यो होला, यहाँ पुरै भिजाएर होइन, भिजाएर यहाँ हेर्नु त। हानिदिन्छु म भन्छ। अनि यो हेर्नु त यहाँ सुरुवाल भिजाएर हेर यसलाई त उतापट्टि देखाऊ ठुक्क भयो जति। अब हेर्नुहोस् न के गर्नु। अब म चाहिँ यहाँ यसरी बसिरहेको छु बल्ल बल्ल यसरी। उफ कति गाह्रो हुँदैछ त है। ल गाइस कस्तो छ त हाल खबर अनि हजुरहरूको। हेर्नुहोस् त यहाँ मम्मीले गाइस अघि चाहिँ के भन्छ नि यहाँ हेर्नु न शीत परेर पुरै बिहान होइन अब दिउँसो पनि शीत पर्छ क्या कस्तो है यार। यहाँ इस्कुस तोडिरहनु है, यो ग्रिन कलरको आउँछ नि हो। अनि हजुर हेर्नुहोस् न मान्छे के गरेर आयो त्यो मान्छे। अनि त्यहाँ यो छ नि स्कुलको यो यस्तो यस्तो हो, त्यो चाहिँ त्यो स्कुलमा चाहिँ मेरो भाइ पढ्छ। अनि यहाँ हेर्नुहोस् न आज घामै नलागेर यो त गाउँ जस्तै छ। यहाँ हेर्नुहोस् न मान्छेहरू, हेर्नु त कस्तो राम्रो। सेम गाउँ है, यो त गाउँ होइन त्यही पनि। अब हेर्नुहोस् त्यो कार्यस्थली हो त्योतिर। अनि यहाँ हेर्नुहोस् अहिले यहाँ घर बनिरहेको गरेर डिस्टर्ब गर्छ है। अनि त्यो काइन्ड भएका पडोसी छन् यहाँ कुनै कुनै। यो चाहिँ एउटा प्रतिमा आन्टीको घर हो, यो लक्ष्मी आन्टीको घर हो। त्यो त कति चाहिँ हेर्नुहोस् न हाम्रो घर चाहिँ यो हो, आफ्नै घर। आज चाहिँ मजा आइरहेको मलाई नि। हजुर किन बोलाएछ काइन्ड भएकोले। वाइ टु कम।